आदरणीय दर्शक वृन्दहरू, यहाँहरूलाई नमस्कार। हामी पवित्र देवघाट धाम नवलपरासी गैँडाकोटतर्फ आइरहेका छौँ र हजुरहरूलाई यहाँ मैले नारायणी नदी देखाइरहेको छु र यहाँ तटमा एउटा रुख मुनि ध्यान गरेर बस्नुभएको छ। यो पवित्र देवघाट धाम धार्मिक क्षेत्रमा आफ्नो एउटा बिहानको ताजा सूर्योदयको बेलामा ध्यान गरेर बसिरहनु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। ऊ पारिपट्टि हेर्नुहोस्, त्यहाँ माथि गएपछि देवघाट धामका मन्दिरहरू देखिएको छ। म तपाईँलाई जुम गरेर ठुलो गरेर पनि देखाइदिन्छु। ल हेर्नुहोस् है, ल हेर्नुहोस् है, ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल हेर्नुहोस्। उहाँले ध्यान गरिरहनु भएको छ एकाग्र मुद्रामा। तपोभूमि हो नि त नेपाल।